3 किलोको भाले यहाँ भाउजू र म लोकल भाले लोकल भाले हो यसरी सब गाह्रो छ हो गाइस यहाँ घरमा जस्तो हुँदैन रुममा हो रुमभित्र सबै गर्नुपर्छ एकदमै गाह्रो छ यहाँ काटकुट पनि सबै गर्नुपर्ने छ 3 किलोको भालेलाई लोकल कि गिरिरहेछ हजुर गिरिरहेछ अब गाउँमा भएको भए चाहिँ आगो हुन्थ्यो यहाँ चाहिँ सबै कुरो ग्यासमा ल यहाँ भाले काट्ने यहाँ तयार हुन्छ हाम्रो भाउ चाहिँ एक्सपोर्ट हुन्छ है यहाँ कसरी भालो काट्ने बनाउने लोकल भाले मलाई पनि यो गाड निकाल्नु चाहिँ साह्रै गाह्रो लाग्छ हौ यसको फ्ल्याट चाराले खानै पाएन उहाँ चारोको उयो गर्ने यो अरू सबै ठिक लाग्छ यो निकाल्नै गाह्रो लाग्ने क्या मलाई पनि गाउँबाट ल्याएर कति दिन भयो अनि सबै घटेर बसेर सबै हराएछ है ठिक्क भयो अस्ति काटेर बस्यो हुन्थ्यो कसले ल्याइदिएको अरे बज्यो ईश्वरीको मम्मी अरे हाम्रो भाइलाई टाउको खानु पाइन भन्नुहुन्थ्यो त्यही भएर राखिदिएको नि टाउको यो सुत्केरीले चाहिँ मासु खाएर टाउकोमा लाग्यो टाउको चाहिँ बाउलाई टाउकै छ होला त कति साह्रो लोकल जस्तो नहुँदो रहेछ बिसुली बढाइदियो होला भन्दै थियो त्यति गएर बढाउनु थालेछ कसले भालेको अपरेसन हुँदैछ यहाँ यो चाहिँ सुत्केरीलाई हो यो टाउको चाहिँ मेरो लागि ल सजिलो छैन है गाई यो टाउको खानको लागिलाई यो टाउको खानको लागिलाई त्यति सजिलो छैन साह्रै दुःख छ यो कुरा चाहिँ को 3 किलो भाले चाहिँ आधी चाहिँ यहाँ छ अलिक यहाँ छ आधी चाहिँ उता पट्टि छ है बाउ बन्नलाई चाहिँ एकदमै अब सजिलो त छैन एकदमै गाह्रै छ चट्ट यसलाई चाहिँ अब सुप बनाएर चाहिँ रेडी गर्नेछु यहाँ खाना पाकिरहेछ मैले अहिले बिहान उठेर अहिले यहाँको लगभग 9 भइसक्यो ब्रसहरू पनि गरेको छैन है एकदम काठमाडौँ जाडो छ काठमाडौँको मौसम यस्तो छ पुरा पल्लो गाउँ कुइलो लागिरहेछ हुस्से लागेर केही देखाइ छैन घाम यस्तो छ यो झ्यालबाट देखाएको छु छुट्टासँगले यहाँ चाहिँ बच्चालाई सुत्केरीसँग बसिरहेछ ग्यास बालौँ कराई बसायो मलाई चाहिँ अब खासै थाहा छैन कसरी बनाउने त्यही पनि अब बनाउनु त पर्यो यो चाहिँ अब सुत्केरीको लागिलाई हैन लोकल कुखुराको सुप रेडी हुँदैछ रेडी गर्दैछु म टक्क अब ग्यास बालिसक्यो
यहाँ कराई बस्छ है, कराईमा बनाउनु पर्ने भयो। अझै थोरै यो चाहिँ घिउ, देसी घिउ दामी छ। एक चम्चा घिउ हाल्ने। एक चम्चा घिउ। एक चम्चा घिउ। घिउ चाहिँ धेरै नखाने हो, घिउ चाहिँ साह्रो खासै मन पराएन, त्यो थोरै हालिदिएर बनाउनु भनेपछि। रातभरि बच्चाले सुत्नु नर निन्द्रा नपुगेर निन्द्रा पनि लागिरहेको छ, त्यही भएर बोल्नु पनि अलिक मन लागिरहेको छ, त्यही पनि के गर्नु, गर्नै पर्यो है। सट्टा घिउ रेडी हुँदैछ, रेडी भयो। त्यसपछि एक चम्चा ज्वानो, ज्वानो पड्काइयो। मेथी, ज्वानो मेथी हाल्ने हो। त्यसपछि लसुन मात्रै हालिदिने, खोर्सानीहरू अब नखाने र। खोर्सानी चाहिँ किन नखाने भन्दाखेरि त्यो खोर्सानी खाइसकेपछि मलाई चाहिँ थाहा छैन, अब बच्चा चाहिँ अब दुध खाँदाखेरि बच्चा सर्किन्छ अरे, त्यही भएर खोर्सानी नखाने भनेको कारणले गर्दाखेरि मेथी ज्वानो मात्रै। लसुन पनि हालिदिनु थोरै, लसुन हल्का चलाइयो। थोरै मासु बनाउनु लागि थोरै सामानहरू मात्रै गरे हो, बनाउनु चाहिँ आउँदैन। मैले त्यो ट्राई गरेर चाहिँ अब यहाँनिर बनाउने मान्छे नभएको कारणले गर्दाखेरि नो आइडिया, फर्स्ट टाइम हो। त्यो थोरै बनाउनु आएको। अब मासु त सबै रेडी भइसकेपछि मासु हाल्यो है त घिउमा हाल्यो। त्यो अब यसरी सोधेर कसरी गर्ने हो भनेर चाहिँ बनाएको हो, एकदमै गाह्रो भएको छ। भिडियो हेर्नु हुनेहरूले कसरी बनाउनुपर्छ भन्ने कुरालाई पनि कमेन्ट गरेर सिकाइदिनु हुन अनुरोध गर्दछु। मसलाहरू पनि हाल्नु भने फुटिहाल्छ। मसला यो चाहिँ गरम मसला। अब चाहिँ पानी हाल्दिउँ। पानी हाल्यो। ल अब बनाउनु खासै आउँदैन, सो एकदमै गाह्रो छ, त्यति एक्सपिरियन्स छैन अब सुत्केरीलाई चाहिँ कसरी सुप बनाउने भनेर। तर अब यसो प्रयास गरिरहेको छौँ, सिक्नुपर्छ। अब एकैचोटि कसैलाई एकैचोटि आउँदैन, आज आएन अब अर्कोपल्ट बनाउँदाखेरि योभन्दा बेटर बनाउने ट्राई गर्नेछु। चट्टसँगले अब सक्नुपर्छ। ग्यासलाई चाहिँ अब बुल 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 हिँड्दैछ है त। ल सुप रेडी हुँदैछ। अब यस्तै हो, सबैतिर भ्याउनुपर्छ, त्यही भएर अब उता पानी तताएको छु। पानी तताएको बोतलमा हाल्नको लागिलाई पानी थियो, यहाँ पानी तताएको थिएँ। पानी चाहिँ एकदमै रुमको पनि बेहालत छ। यो के गरौँ त।
यहाँ खाली रहेछ है, खाली रहेछ यहाँ। टक्कै यहाँ खाली रहेछ। अब यो खाली पानी चाहिँ यहाँ हाल्नुपर्छ थर्मसमा। ल फुल भयो। ए दामी तरकारी उम्ल्यो बुलबुल। यसलाई चाहिँ अझ धेरै उमालेर होइन, फाइनली सुप चाहिँ रेडी भयो। सुप यो चाहिँ अब यहाँ कराई तातिसकेको छ। अब यो चाहिँ अब आफ्नो लागि हो, आफ्नो लागि चिकनको सुप। यहाँ चाहिँ मरमसला खोर्सानी सबै हालेर यहाँ चाहिँ ठक्क तेल हाल्ने। तेल हाल्यो त्यसरी सर बसेर है रेडी गरिसकेको छु। काटेर हाल्नु, पिस्नु अल्छी लागिरहेको। सट्टो चाहिँ चाहिँ नेपालको ओरिजिनल अकबर खोर्सानी। यहाँ चाहिँ केही पनि नपड्काउने। अब के पड्काउनु त, केही खोइ सामानहरू कता कता त थाहा नै छैन मलाई। यो मेथी पड्काइदियो। मासु सर र मासु हाल्दै त च्यात्तसँगले सो आजको अब सब्जी कस्तो हुँदैछ त्यो पनि थाहा छ। सो फाइनली 2 घन्टाको लगातार मेहनतपछि लोकल कुखुराको सुप रेडी भएको छ। सो हेरौँ कस्तो भएको छ अब यसलाई। ओ दामी बास्ना आयो है। कडा भयो जस्तो छ, कडा भएछ। अब यसलाई झ्याममा हान्ने हो, जाडो छ एकदमै। जाडो मौसममा तातो तातो सुप रेडी भयो। ल है त अब भरे खाएको भिडियो ल्याम 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 खाएको भिडियो बनाउँछु।
यहाँ हाल्दिनु हजुर तपाईँ खानु न त्यत्रो त धेरै हुन्छ त म त नि हुन्छ त्यस्तो खाएर मान्छे बिमारी हुन्छ बाफ्रे म खानु थाल्यो हजुर त्यो धेरै खायो बिहान बेलुका एकचोटि आफूले पकाएको आफूलाई नै मिठो भन्दै खानु भयो भाउजू खानु तपाईँ यो जाँत एक्लै हाल्नु भएछ मलाई मैले हिजो यो राखेको मासु त्यहाँ कराईबाट फ्याँकिदिएको अझ त्यो तेल जाति सबै फ्याँकेको नपक्रिने बस्यो भने के को नपक्रिने त्यही त त्यसले आफै दिँदा नि हुन्थ्यो त हामी खाना खान्थ्यो लाएर खानु न सेलाइ सक्छ त्यसले तेल छ है राँगाको मतलब डेन्जर माथि पनि गाह्रो अघि चाहिँ यो रहेछ भाँडा मार्नु पनि कस्तो गाह्रो हुन्छ अब दाँत कोट्याउँदै बसिरहेको अब खानासाना खाइसक्यो घाम दामी लागिरहेछ लोकल के खुवाएको 3 किलोको मासु अब खाइसक्यो अनि खाइसकेर के गर्नु दाँत कोट्यायो बस्छ ए हेर्नु त लमाबाट राम्रो दामी भ्यू देखाउँछु यहाँ म त खतरा देखिन्छ यो कौसीमा बसेर हो हामी त बस्यो ल यो चाहिँ यो पल्लो डाँडा चाहिँ चागु नारायणको मन्दिर अरे जुम गरेर देखाउँछु यो डाँडामा चाहिँ यहाँ डाँडामाथि चाहिँ चागु नारायणको मन्दिर छ धेरै टाढो छ यहाँ चट्ट घाम चाहिँ ताप्नलाई चाहिँ एकदम रमाइलो हुन्छ खाना खाइसकेर कौसीमा चाहिँ खतरा देखिन्छ सिनहरू ल अब आजको भिडियो चाहिँ यतिसम्म मात्रै हो हवस् त सबैजनालाई धन्यवाद नमस्कार।